म र मम्मी जाँदैछौँ। यस्तो अर्ग्यानिक अम्बा खाँदैछु म। यहाँ चाहिन्छ घाँस अनि कुटो चाहिँ आँप खाएर कोइला मात्र राखिदिनु पर्छ। रमिला त कस्तो बच्ची जस्तो देखिन्छ आमा। साथीहरू यहाँ चाहिँ मेरो बहिनी नाच्दैछु, म देखाइदिन्छु ल स्टेप। ल ल ल 1 2 3 गो। सो हे गाइज, वेलकम टु माई न्यू भिडियो। दिस इज मी प्रमिला एन्ड आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै र आरामै छु। आज पनि म नयाँ भिडियोको साथ तपाईँहरूसम्म आइसकेँ। अनि आज चाहिँ थम्बनेल देखेर थाहा सक्नुभयो होला, हामीले मम्फली रोपेका छौँ। अहिले चाहिँ 11:30 बजिरहेको छ। यस्तो छ मौसम, चाहिँ यस्तो राम्रो फुल फुलिरहेको छ। अब चाहिँ हामीहरू मम्फली रोप्न जाँदैछौँ। अनि के हुन्छ कस्तो हुन्छ, हामी कसरी मम्फली रोप्छौँ त्यो सबै म हजुरहरूलाई देखाउने नै छु। पुरा भिडियो पनि हेर्नु होला। सो लेट्स स्टार्ट आवर ब्लग। मम्फली रोप्न म मात्र भन्नुभएको होला, त्यो होइन गाइज, म र मम्मी जाँदैछौँ। हाय, म मम्फली देखाइदिनु त कति छ। यति मात्र छ, थोरै नै छ है। अनि हामीहरू जाँदैछौँ साथीहरू। हाम्रो चाहिँ यहाँ साइकल भने रेडी भइसकेको छ अनि हामी पनि रेडी भइसकेको छौँ जानलाई। सो साथीहरू अब चाहिँ हामी जाँदैछौँ। साथीहरू नर चाहिँ खुल्लै छ अनि मैले यस्तो नरको पनि भिडियो बनाएँ, देखिसक्नु भयो होला। मम्मी चाहिँ गइसक्नु भयो, अब म पनि जान्छु साथीहरू। यो चाहिँ हाम्रो खेत हो, हेर्न सक्नुहुन्छ। मैले कति धेरै भिडियोमा तपाईँहरूलाई देखाइसकेको छु। अनि हामी चाहिँ यहाँ हाम्रै खेत छेउनिर आएको छौँ। उतातिर चाहिँ हामीले मम्फली लगाउने हो, त्यो डिया छ कि। अनि त्यहाँबाट चाहिँ मेरो मम्मीले हेरिराख्नु भएको छ। हाम्रो खेत छेउनिर यस्तो जङ्गलहरू छ, हेर्नुहोस् त। अनि यहाँ चाहिँ मेरो साइकल छ। अनि अब चाहिँ म यो बाटो चाहिँ जानुपर्ने हुन्छ साथीहरू, त्यहाँ डियामा। त्यहाँ चाहिँ मेरो मम्मी हुनुहुन्छ। ठुल्बा के लाग्नु भएको छ? अनि हाम्रो खेतमा पानी हालिदिनु भएको रहेछ त यतातिर। हाल्ने त आएपछि हाल्ने, हिजो आएको थिएन हो। सन्चै हुन्छ ठुल्बा? ठुल्बा आजभोलि एकदम राम्रो हुनुभएको छ, गुड। हुन्छ, यस्तो डमक्कै भए रहेछ नि। हामी त मम्फल लगाउने भन्न आएछौँ ठुल्बा। शिक्षा यति धेरै बेलुकी कहाँबाट टिपेको तिमीले? देखाउ त खै। यहाँ देखाउ त। है यति धेरै बेलुकी। साथीहरू हेर्नुहोस् त, यहाँ यस्तो अम्बाको बुटामा यस्तो अर्ग्यानिक अम्बा खाँदैछु म। हेर्नुहोस् अम्बा खाँदैछु म। यहाँ मेरो भदैनीले सबैले खाँदै हुनुहुन्छ यतातिर अम्बा। हाई भनिदिनु त एकैचोटि। गुलियो रहेछ है। मम्मीले चाहिँ यहाँ मम्फली रोप्न स्टार्ट गरिसक्नु भएको छ। सो हेर्न सक्नुहुन्छ। हेर्नुहोस् साथीहरू, यहाँ चाहिँ मेरो मम्मीले मम्फली रोप्दै हुनुहुन्छ भने त्यहाँ चाहिँ को मान्छे रुखमा गएको छ होला त साथीहरू, हेर्न सक्नुहुन्छ। त्यहाँ चाहिँ मेरो ठुलमम्मी हुनुहुन्छ है साथीहरू। हेर्नुहोस् यहाँ अहिले चाहिँ मेरो ठुलमम्मी पनि हामीलाई काममा सहयोग गर्न आउनु भएको छ। ठुलमम्मी, ठुलमम्मी हाई। यहाँ दिदी बहिनीले मम्फली रोप्दै हुनुहुन्छ। थोरै यो लाइन चाहिँ मैले पनि रोपेँ साथीहरू। हेर्नुहोस् हाम्रो यो प्लास्टिक पनि भ्याइसक्यो, हामीले रोपेर सक्यौँ साथीहरू। मम्मीहरू चाहिँ उतातिर बस्नु भएको छ। अनि यो रोपेर भ्याउँदासम्म त हेर्नुहोस् त, मेरो त पसिना पुरै यसरी खल्किसकेको छ। हेर्नु सनस्क्रिन पनि सबै बगिसक्यो। साथीहरू हामीले चाहिँ मम्फली रोपेर पनि सक्यौँ। अनि चाहिँ हामी अहिले घर फर्किँदैछौँ। हेर्नुहोस् यहाँ चाहिँ छ घाँस अनि कुटो अनि साइकल बोकेर हामी चाहिँ अहिले जाँदैछौँ घरतिर। अनि यहाँ चाहिँ मेरो बदैनी। हेलो बदैनी, मेरो बदैनी।
हामी अब कहाँ जाँदैछौँ घर जाँदैछौँ अब हामीहरू साथीहरू हेर्न सक्नुहुन्छ अहिलेको मौसम चाहिँ यस्तो छ तर त्यस्तो चर्को घाम लागेको छैन तर पनि हपहप गर्मी चाहिँ भइरहेको छ साथीहरू हेर्नुहोस् मेरो फ्यामिलीले मलाई कति माया गर्नुहुन्छ मलाई चाहिँ आँप खाएर कोइला मात्र राखिदिनु पर्छ त्यही पनि खाइरहेको छु म साथीहरू भिडियोमा चाहिँ बहिनी देखेकी थिएँ नि किनभने सुतिरहेको थिएँ नि अहिले चाहिँ बहिनी यहाँ छ नुहाएर रेडी भइसकेको छ यसले रोनाल्डोको टी सर्ट लाएर अघि के भन्ने होइन मगर मेस्सीको फ्यान हो गरे कि यसले गाइस यहाँ चाहिँ यस्तो येल्लो येल्लो कलरको भएछ तर मैले तपाईँलाई देखाउन सकेन किनभनेपछि मोबाइलमा केही पनि क्याप्चर भएको छैन नगर्नु यस्तो बाबु चिप्लिन्छ कि नगर है यिनीहरूलाई उयो कस्तो राम्रो आएको छ अहिले कति राम्रो आएको छ रमिला ल नाच एकचोटि ओ यो पारा 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 रमिला त कस्तो बच्ची जस्तो देखिछि आमा पुरै बच्ची जस्तो देखिछि यो साथीहरू यहाँ चाहिँ मेरो बहिनी नाच्दैछ म देखाइदिन्छु ल स्टेप ल ल ल 1 2 3 गो दिलमै आइ बसन बसन मनको ढोका उगारी दिलमै आइ बसन बसन मन A few moments later. आजको भिडियो चाहिँ मैले के गरेँ कहाँ गएँ भनेर देखिसक्नुभयो साथीहरू आजको भिडियो कस्तो लाग्यो त तपाईँहरूलाई यस्तो कमेन्ट पनि गरिदिनु होला अहिले चाहिँ 11:30 सम्म भइसकेको छ अनि मैले चाहिँ अहिले भ्लग इन्ड गर्दैछु पछाडि देख्न सक्नुहुन्छ बहिनी पनि सुतिसकेकी छिन् अनि अब म यो भिडियोलाई इन्ड गरिदिन्छु आई होप तपाईँहरूलाई आजको भिडियो मन परेको छ भने लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला सो गाइज आजलाई यति नै भेटौँला नेक्स्ट भिडियोमा टिल देन टेक केयर ओके बाई गाइज